हेलो साथीहरु, सबैजनालाई नमस्कार अनि स्वागत छ मेरो छोटो भिडियोमा। आज चाहिँ शनिबारको दिन थियो अनि हामीले चाहिँ यहाँनिर के बनाएर खाने भन्ने प्लान भयो। अनि त्यही अनुसार यहाँनिर मिसको घरमा आयौं अनि के गर्दै छौं। यहाँ सर चाहिँ कुखुरा बनाउँदै हुनुहुन्छ, तर भिडियो चाहिँ कस्तो तेर्सो ठाडो खिचेको भएर राम्रो भएन रहेछ। अनि यहाँनिर मैले पनि अघि नै चाहिँ यो कुखुरालाई बुदलाउने काममा चाहिँ सहयोग गरे अनि अहिले चाहिँ सरले मात्र यहाँ बनाउँदै हुनुहुन्छ अनि हामी चाहिँ अरु आफ्नो आफ्नो काम के गरिरहेछौं सबैजना भएर। अनि यहाँ मिस र म्याडम चाहिँ अचारको लागि खोर्सानीहरू काट्दै हुनुहुन्छ। उहाँ चाहिँ अचार बनाउने वाला दम अचार बनाउँदै हुनुहुन्छ। अचार चाहिँ असाध्यै मिठो हुनेवाला छ। वाउ, व्हाट अ लुक गाइजहरु, हामी चाहिँ यहाँ आज पुलवाली सिंह सर चाहिँ कुखुरावाला मासु काट्ने काममा लागि परेको छौं। यो चाहिँ पुलो हो। आइया यसो त उहाँले त कराउनु पनि हुन्छ, तर म डराउँदिनँ। बासे खानु चाहिँ एकदम भोकाउनु पर्यो। अचार चाहिँ यस्तो छ, एकदम मिठो। अहिलेसम्म चाख्न पाएको यही, तर एकदम धेरै मासु तार्नेवाली। अब पोल है, यो चाहिँ उहाँ चाहिँ मासु तार्दै हुनुहुन्छ हैन। म चाहिँ यसो लसुन प्याज र टमाटर केलाउने वाली। अघि पुलाउ मैले पकाइसके। अब हाम्रो अचार, पुलाउ, मासु तार्ने काम हुँदैछ। अब यस्तै हो। अहिले खाएको देखाउँछौँ ल। भएर थाक्यो नि त। अनि त्यस पछाडि अब पालो चाहिँ मिसको हो तार्ने। पालो दिँदैछु। धन्यवाद तपाईलाई पालो दिनु भएकोमा। मिसलाई म पालो दिँदैछु। भन्दैन खोजेको पाइएन। यसो गरौँ भनेर नि। मैले त्यस्तै गरिदिएको थिएँ। तिनवटा मात्रै दाउरा अलिक शुभ हुँदैन। हजुर, त्यही भएर म थप्छु। ओके, थ्याङ्क यू। कति राम्रो देखेको हो। मेरो हात तयारी भइरहेछ हाम्रो, तर बत्ती नभएर यस्तो बिजोग भइरहेछ। कुरै नगरौँ। यता तरकारी अचार छ। पुलो अनि यो पुलो भाँडामा छ। उता हाम्रो गिलास चाहिँ चिसो खाने गिलास हो। मान्छेहरू उहाँहरू लाइटबाट ठ्याक्क फेरि भान्से गर्दै हुनुहुन्छ हाम्रो मिस धमाधम। हामी चाहिँ 6 जना छौँ, टोली राउन्ड भएको छैन। मेरो भाग यता तयारी भइसक्यो हो, खानु मात्रै बाँकी। किनभने खानुभन्दा अगाडि यति गरेन भनेदेखि त बिसाउँछ अरे नि त। त्यही भएर अघि चाहिँ अब खाने बेलामा देखाउला भनेको थियौँ। अहिले देखाउँदैछु। अहिले देखाउँदैछौँ। अब चाहिँ हामी खान्छौँ। खाएको चाहिँ नदेखाउनु होला। नदेखाउने यति नै। अब खाइसकेपछि देखाउँछौँ फेरि। हजुर, पार्टी खाएको थियौँ ल। हामी चाहिँ सबैजना भेला भइसक्यौँ। भिडियोमा त देखिनु पनि हुँदै छैन होला सबैजना। देखा पर्नु चाहिँ हजुर यता खानेकुरा। विराज, अब हामी खान्छौँ ल। खाएको चाहिँ हामी देखाउन सकेनौँ। कस्तो भइरहेछ? एकदम भइरहेछ, मिठो भइरहेछ। विराज हेर यता। साह्रै दिन चाहिँ खानु पाएर फेरि दिपक सर एकदम मिठो, राम्रो। रचना म्याडम, म त अब के भन्नु होइन, बोलिन भन्नु हुनुहुन्छ। फाइनली हामीले चाहिँ खाइसक्यौँ अनि गफ गर्दैछौँ खाइसकेर। अनि अब चाहिँ हामी भाडामा जान्छौँ। आजलाई चाहिँ यति नै। बाई बाई, सी यू नेक्स्ट भिडियो।